Title sponsor Xavier International Educational Consultancy Private Limited. The future begins here. जीवनमा सही निर्णय लिनु सबैभन्दा ठूलो चुनौती हो। विशेष गरी वैदेशिक अध्ययनको सपना देख्दा कुन देश रोज्ने, कुन कोर्स उपयुक्त हुन्छ अनि भिजा प्रक्रिया कसरी अघि बढाउने, यिनै प्रश्नहरूको उत्तर खोज्दै हुनुहुन्छ भने जेभियर इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी तपाईको विश्वासिलो साथी हो। वर्षौंको अनुभव, प्रोफेसनल काउन्सिलिङ र इमानदार मार्गदर्शन सहित जेभियरले तपाईको भविष्यलाई सही दिशामा डोर्याउँदछ। अस्ट्रेलिया, क्यानाडा, युके, जापान वा युरोप, तपाईको लक्ष्य जे भए पनि सही योजना जेभियर सँगै बनाऊ। यो केवल परामर्श होइन, यो हो तपाईको सपनातर्फको मार्गदर्शन। आजै सम्पर्क गर्नुहोस् जेभियर इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी, किनकि सही निर्णयले भविष्य बदल्दछ। Beauty and grooming partner NJS, the Beauty Point Unisex Salon and Academy with Makeup by Janu. Official YouTube channel Margadarshan. Official photoshoot partner Utsav Studio. Supported by www.grahagochar.com Pashupati Eye Care Center, Ghoraidan. Contact 9843008804. नमस्कार, म एस्ट्रोलोजर हरिहर अधिकारी, ज्योतिषी हरिहर अधिकारी। ज्योतिष र ज्योतिषीमा फरक छ। सुरुमा त ज्योतिष शास्त्र हो, ज्योतिषी मान्छे हो, हामी ज्योतिषी हौँ। त्यसैले हामीलाई ज्योतिषी भनेर भन्नुपर्छ, ज्योतिष होइन ज्योतिषी भन्नुपर्छ। यो एउटा करेक्सन। अर्को कुरा, मार्गदर्शन तपाईँहरूले सब्सक्राइब गरिराख्नु भएको छ, हेरिराख्नु भएको छ, धेरै धेरै धन्यवाद। फेरि पनि हामी मार्गदर्शनमा तपाईले खोज्नु भएकै, तपाईले रुचाउनु भएकै भिडियोहरू तपाईहरुलाई प्रस्तुत गर्दै नै आउनेछौँ। तपाईहरु सबैजनाको प्रश्न थियो, जिज्ञासा थियो, 2083 सालको भविष्यवाणी खोइ त। 2082 साल वैशाख 1 गते भविष्यवाणी, 81 वैशाख 1 गते भविष्यवाणी, 80 वैशाख 1 गते भविष्यवाणी, यो धेरै निरन्तर लामो समयदेखि वैशाखको 1 गते भविष्यवाणी गर्दै गरिरहेको थिएँ मैले। देशको भविष्यवाणी तपाईहरु सबैजनाको लागि, हामी सबैजनाको लागि भविष्यवाणी गरिरहेको थिएँ। तर 83 सालमा भविष्यवाणी गर्न पाइएको थिएन। त्यो कारणले गर्दाखेरि ढिला भए पनि म तपाईहरुको अनुरोधले, तपाईहरुको जिज्ञासाले, तपाईहरुले धेरैभन्दा धेरै 2083 सालको पनि भविष्यवाणी र राशिफल चाहियो भनेको कारणले गर्दाखेरि मैले यो भिडियो बनाएको छु 2083 साल भविष्यवाणीलाई लिएर। अब 83 सालमा 3 महिना त अलमोस्ट सेटल हुन लागिसक्यो, वैशाख, जेठ र असार। श्रावणबाट चैत्रसम्मको भविष्यवाणी, भविष्यको फल के हुन सक्छ, पोलिटिकल्ली अथवा चाहिँ नि नेचुरल्ली कुनै पनि तरिकाले चाहिँ नि देशमा कस्तो कस्तो कुराहरू हुन सक्छ भन्ने कुराको बारेमा एनालाइसिस गरौँ। सुरु गरौँ 2083 सालको भविष्यवाणी। हामीले भविष्यवाणी गर्दाखेरि राजा ग्रह र मन्त्री ग्रहलाई छुट्याउने गर्छौँ। हरेक वर्ष एउटा ग्रह राजाको रूपमा हुन्छ भने अर्को ग्रह मन्त्रीको रूपमा हुन्छ। त्यसैगरी विक्रम सम्वत 2083 सालमा पनि राजा ग्रह बृहस्पति यानी कि गुरु ग्रह राजाको रूपमा छ भने मन्त्रीको रूपमा मङ्गल ग्रह छ। मङ्गल मन्त्रीको रूपमा छ भने राजाको रूपमा बृहस्पति गुरु ग्रह छ। अब राजा गुरु ग्रह छ, बृहस्पति ग्रह राजा छ, गुरु ग्रह छ। त्यो कारणले गर्दाखेरि कुनै ठुलो नकारात्मकता त हुन सक्दैन। कुनै चिज बिग्रिरहेको छ अथवा कुनै चिज बिग्रिन खोजेको छ भने पनि गुरुले त उपदेश दिएर त्यसलाई म्यानेज गर्ने, व्यवस्थापन गर्ने काम गर्छ। त्यो कारणले गर्दाखेरि 2083 सालमा कुनै ठुलो नकारात्मक हुनबाट चाहिँ नि जोगाउनलाई बृहस्पति छँदै नै छ। बृहस्पतिले जोगाउँछ। सकेसम्म ठुलो नेगेटिभिटी र ठुलो लस हुनबाट बृहस्पति गुरुले हामीलाई बचाउँछ। तर गुरु अस्त भएको बेलामा पर्नु भएन। गुरु बृहस्पति ग्रह उदयमान भएको बेलामा, सक्रिय भएको बेलामा पर्नु पर्यो। हालाकि वर्षमा केही समय बृहस्पति अस्त पनि हुन्छ, केही समय शुक्र अस्त हुन्छ। त्यो समयमा चाहिँ अलिकति नकारात्मक चीजहरू हुन सक्छन्, तर बृहस्पति राम्रो हुँदा सकारात्मक हुन्छ। अर्को कुरा, मङ्गल अलिकति क्रूर खालको ग्रह हो। मङ्गल भूमिलाई हेर्ने ग्रह पनि हो। भूमि यानी कि मान्छेको पर्सनल जग्गा जमिन पनि भूमि नै हो र इन्टायर पृथ्वी पनि भूमि नै हो। त्यसैले भूमिलाई हेर्ने ग्रह मङ्गल ग्रह हो र मङ्गल ग्रह अलिकति क्रूर ग्रह पनि हो र मङ्गल ग्रहमा आफू अगाडि बढ्ने, कसैसँग पनि नझुक्ने, नदब्बिने खालको स्वभाव हुन्छ। यो मन्त्रीको रूपमा छ।
राजा रवि सशस्त्रश्च बुधकुमार सेनापति क्षितिसुत सचिवै क्षितेज्यो भृत्यस्तथा तरणिज सबलाग्रहश्च कुर्वन्ति जन्म समय निजवेव रूपम। एउटा श्लोक पनि छ। मान्छेले ग्रह अनुसारको गुण लिँदै जान्छ र त्यो गुण अनुसार मान्छेको स्वभाव हुँदै जान्छ। मङ्गलको गुण अलिकति क्रूर खालको र मङ्गलले भूमिलाई हेर्छ, मङ्गलले मान्छेको शरीरमा भएको रगतलाई हेर्छ। त्यो कारणले गर्दाखेरि मङ्गल भूमिलाई हेर्ने ग्रह हो। मङ्गल र बृहस्पतिको यो कम्बिनेसन हामीले हेर्न सक्छौँ। मङ्गल र बृहस्पतिको एउटा राम्रो कम्बो हेर्न सक्छौँ, राजा र मन्त्रीको कम्बो हेर्न सक्छौँ। मङ्गल अलिकति उग्र छ, केही गरिहालौँ, लडिहालौँ, अगाडि बढिहालौँ, कसैलाई चाहिँ पिट्दिहालौँ अथवा चाहिँ कसैको केही चिज लिइहालौँ, कसैलाई केही चिज दिइहालौँ, छिटो डिसिजन गर्न खोज्छ मङ्गलले। बृहस्पतिले सन्देश मात्रै दिन्छ, रोक्दैन, गरे गर नगरे नगर, तर यस्तो गर्दा राम्रो हो, यस्तो गर्दा नराम्रो हो भनेर सन्देश मात्रै दिन्छ राजा ग्रहले। अब त्यो सन्देशलाई मानेर अगाडि बढ्छ भने एकदमै सकारात्मक हुन्छ। अब त्यो सन्देशलाई नमानेर अगाडि बढ्छ भने केही नकारात्मक पनि हुन सक्छन्। र अन्ततः भूमिलाई हेर्ने ग्रह हो। भूमि जग्गा जमिनको कारोबारमा वृद्धि, जग्गा जमिनको काम कारोबारमा फ्लक्चुएसन, अप्स एन्ड डाउन्स, जग्गा जमिनमा वृद्धिको सम्भावना 2083 साल मङ्गलले भूमिलाई हेर्छ। भूमिमा विभिन्न खालका फ्लक्चुएसन्स। भूमिमा फ्लक्चुएसन भनेको के हो? भूमि हल्लिनु। भूमि हल्लिनुलाई के भन्छौँ हामी? भूकम्प। भूकम्पको पनि सङ्केत। भूकम्पको सङ्केत संसारमा विभिन्न ठाउँहरूमा केही भूकम्पका धक्काहरू पनि परि नै रहेका छन् र यो मैले भविष्यवाणी गर्नुभन्दा अगाडि नै केही देशमा भूकम्पले अलिकति नोक्सानी गरि नै सकेको छ। आगामी दिनमा पनि भूमि हल्लिने, भूकम्पको सङ्केत देखा परेका छन्। केही समय अथवा कुनै पनि समयमा यस्ता खालका भूकम्पका सङ्केतहरू देखा परेका छन्। हामी सचेत हुनु जरुरी छ। यसको कारण हो मङ्गल। अर्को कुरा, यो वर्ष सकारात्मकता अगाडि बढ्दै जान्छ, वृद्धि एग्रेसिभली हुँदै जान्छ। धन सम्पत्तिका वृद्धिहरू हुने, जग्गा जमिनका वृद्धिहरू एग्रेसिभली हुँदै जान्छ। सँगसँगै सुन चाँदी गहनालाई हेर्ने ग्रह पनि मङ्गल हो, यसको पनि वृद्धि हुँदै नै जान्छ। मङ्गलले हेर्ने भनेको खानेकुरा, खाद्यान्न, भूमिमा उत्पन्न हुने चिजहरू, भूमिले उत्पन्न गर्ने चिजहरू, खाने चिजहरू, जौँ तिल चामल, यी चिजहरूका पनि मूल्य वृद्धि रोकिँदैनन्, मूल्य वृद्धि हुँदै नै जान्छन्। मङ्गलले हेर्ने भनेको पुलिस आर्मी प्रशासनलाई पनि हो। पुलिस आर्मी प्रशासनका पनि यहाँ चाहिँ नि एउटा सकारात्मक तलब वृद्धि, भत्ता वृद्धि, यी चिजहरूमा वृद्धि हुने सङ्केत राम्रो देखा परेको छ। यी वृद्धिका कुराहरू छन्, मङ्गलले यी वृद्धि गर्छ। मङ्गल, मन्त्री मङ्गल, यानि भूमि वृद्धिको चान्सेस, भूमि वृद्धिको पनि चान्सेस भनेको इन्टायर देशको लागि हेर्ने हो भने इन्टायर देशको भूमि कति थियो त्यो भूमि वृद्धि हुन सक्ने सङ्केत देखा परेको छ 2083 साल। त्यसैले भूमि वृद्धिको सङ्केत पनि देखा परेको छ। बृहस्पति, राजा बृहस्पति शिक्षा क्षेत्रमा, शैक्षिक क्षेत्रमा विभिन्न खालका प्रगति र विभिन्न खालका नयाँ नयाँ टेक्नोलोजीहरूको आविष्कार, उन्नति, प्रगतिको योग देखा परेको छ। बृहस्पतिले मानिसको हेल्थलाई पनि हेर्छ, कुनै पनि चिजको हेल्थलाई हेर्छ। हेल्थका नयाँ नयाँ उपकरणहरूको वृद्धि, स्कुल कलेजका वृद्धि पनि यो वर्ष 2083 साल देखा परेको छ। र वृद्धिको वर्ष रहेको छ 83 साल। हरेक चिजमा वृद्धि हुँदै नै जानेछन्, यो एउटा सकारात्मक पक्ष हो। अर्को कुरा, यो वर्ष रौद्र नामक संवत्सर परेको छ। रौद्र नामक संवत्सर परेको कारणले गर्दाखेरि एग्रेसिभ वर्ष हो। कुनै पनि कुरामा नझुक्ने नदब्ने खालको वर्ष हो। पोलिटिकल्ली होस् अथवा मान्छे आफ्नो घर परिवारमा होस् अथवा समाजमा होस् अथवा देशमा होस्, नझुक्ने र नदब्ने खालको वर्ष रहेको छ। त्यसैले यो वर्ष कोही पनि मानिस कसैसँग पनि झुक्ने दब्ने यो स्वभाव चाहिँ यो वर्षमा हुँदैन। यो खालको ऊर्जा नै छैन यो वर्ष। अर्को कुरा, हामीले वर्षको भविष्यवाणी गर्दाखेरि एउटा त राजा र मन्त्री ग्रहबाट छोटो एनालाइसिस गऱ्यौँ जुन मैले गरेँ। अर्को कुरा, वर्ष लग्न कुण्डली र जगलग्न कुण्डली, दुईवटा कुण्डलीलाई हामीले एनालाइसिस गर्नुपर्ने हुन्छ। एउटा वर्ष लग्न कुण्डली, अर्को जगलग्न कुण्डली। वर्ष लग्न कुण्डलीको आधारबाट केही प्रेडिक्सन गर्ने कोसिस गर्छु। वर्ष लग्न कुण्डलीको आधारबाट प्रेडिक्सन गर्ने कोसिस गर्नुपर्दाखेरि सूर्य, चन्द्रमा, शुक्र र शनिको युक्ति लग्नमा, जसले गर्दाखेरि एउटा खालको सकारात्मक योग बनायो, प्रगतितर्फ जाने, राजनीतिक प्रगतितर्फ जाने, पोलिटिकल्ली पनि चिजहरू सकारात्मक हुनेतर्फ देखायो। अर्को कुरा, मङ्गल बुध र राहुको कनेक्सन। मङ्गल बुध र राहुको कनेक्सनले आगोलाई हेर्ने ग्रह पनि मङ्गल हो। मङ्गल बुध र राहुको कनेक्सनले फाल्गुन महिना र असोज महिना, फागुन महिना र असोज महिना अलिकति टेक केयर गर्नुपर्ने अवस्था देखा पर्यो। असोज महिना र फागुन महिना अलिकति टेक केयर गर्नुपर्ने अवस्था देखियो। यो बेलामा अलिकति मङ्गलसँग सम्बन्धित कुराहरू, जस्तै कि भूमिसँग सम्बन्धित कुराहरू, अनि केही देशहरूमा सानातिना भूकम्पका धक्काहरू, अथवा चाहिँ नि यो बेलामा केही आगलागीका कुराहरू,
केही कुराहरू आगलागी हुने धनजनका नोक्सानी हुने कुराहरूबाट हामी सचेत हुनु जरुरी छ। असोज महिना र फाल्गुन महिना टेक केयर गर्नुपर्ने अवस्था रहेको छ। अर्को कुरा, पुलिस आर्मी प्रशासनसँग सम्बन्धित क्षेत्रमा चाहिँ नि विभिन्न खालका फ्लक्चुएसन्सहरू आउने, जो किनकि मङ्गलले सेनापति भनेर पनि भनिन्छ, मङ्गललाई पुलिस आर्मीको क्षेत्रलाई पनि मङ्गल ग्रहले हेर्ने गर्छ। त्यसैले यो क्षेत्रमा केही उतार चढाव, यो क्षेत्रमा केही फ्लक्चुएसन्सहरू देखा परेका छन् असोज र फाल्गुन महिना। अर्को कुरा रोग स्थानमा केतु ग्रह र जगलग्न कुण्डलीलाई आधार मान्ने हो भने राहु र चन्द्रमा कुण्डलीको अष्टम भावमा राहु र चन्द्रमाको कम्बिनेसनले चन्द्रमा भनेको जीव, पशु, जनावर, खेतीपाती, कृषि यो क्षेत्रमा अलिकति अशान्ति आउन सक्छ। जनावरहरूमा रोग व्याधहरू उत्पन्न हुन सक्ने, विभिन्न खालका नयाँ रोग व्याधहरू जनावरहरूमा उत्पन्न हुन सक्ने सङ्केत देखा परेको छ भने कृषिमा पनि विभिन्न खालका फ्लक्चुएसन्सहरू देखा परेको छ। किसान दाजुभाइ दिदीबहिनीहरूले अलिकति ध्यान दिनुपर्ने अवस्था छ। कृषिमा पनि केही फ्लक्चुएसन्सहरू, टर्बुलेन्सेसहरू, अप्स एन्ड डाउन्सहरू सोचे अनुसारको सकारात्मकता नहुन सक्छ, ख्याल गर्नुपर्ने देखा परेको छ। अर्को कुरा, सूर्य र शुक्रको कम्बिनेसन कुण्डलीको जगलग्न कुण्डलीको राज्य स्थानमा शुक्र र सूर्यको कम्बिनेसनले के गर्छ भन्दा माथिल्ला तहमा रहनुभएका जति पनि पद धारण गर्नुभएका पदाधिकारीहरू हुनुहुन्छ हेरफेरको सम्भावना। यो असोज महिना लागिसके पछाडि फागुन महिनासम्म पदमा रहनुभएका पदाधिकारीहरूको हेरफेरको सम्भावना। हुन त यो श्रावण महिनामा पनि छ, तर असोजबाट फागुनसम्म अझ यसको वृद्धि हुने देखा परेको छ। राहु र चन्द्रमाको कनेक्सन मान्छेहरूमा अलिकति एन्जाइटी, ओभरथिङ्किङ र डिप्रेसनको वृद्धि पनि यो वर्ष देखा परेको छ। र यो पर्सनल घरमा परिवारमा यी खालका विकास, डिप्रेसन, एन्जाइटीका जस्ता कुराहरूको विकास देखा परेको छ मानिसहरूको शारीरिक स्वास्थ्यमा। विशेष गरेर 11 वर्षदेखि 19 वर्षका व्यक्तिहरूमा मानसिक हेल्थको समस्याको सम्भावना देखा परेको छ। त्यसैले ती व्यक्तिहरूले आफ्नो हेल्थको प्रपर टेक केयर गर्नु आवश्यक छ। प्रपर टेक केयर यानि कि आफ्नो खानपिनमा ध्यान दिनु, मेडिटेसनमा ध्यान दिनु, स्पिरिचुअलिटीतिर जानु, यसरी ध्यान दिनु आवश्यकता देखिएको छ र यो कुरालाई पालना गर्दै अगाडि बढ्दै जाँदा सकारात्मकता हुनेछ। अर्को कुरा, हेल्थ सेक्टर, एजुकेसन सेक्टर र व्यापारको सेक्टर ठिक छ। सेयर मार्केटको कुरा गरौँ एकछिन, किनकि सेयर मार्केटमा थुप्रै व्यक्तिहरूको चासो छ। सेयर मार्केट असोज महिनादेखि अपवर्ड ग्राफमा जान सक्ने सङ्केत देखा परेको छ। असोज महिनाभन्दा अगाडि स्लो डाउन, फ्लक्चुएसनको योग छ। असोज महिनाबाट अपग्रेड हुने सम्भावना, अपर ग्राफमा जाने सम्भावना र कार्तिक फेरि पनि फ्लक्चुएसन, त्यस पछाडि बिस्तारै सेयर मार्केटको भ्यालु, सेयर मार्केटको रेटहरूमा इन्क्रिमेन्ट हामीले देख्न सक्छौँ असोज महिना पछाडि, 2083 साल असोज महिना पछाडि। अर्को कुरा स्पोर्ट्स र इन्टरटेनमेन्टमा 2083 सालमा स्पोर्ट्समा प्रगति हुँदै नै जान्छ। विशेष गरेर स्पोर्ट्सका क्षेत्रहरूमा पुष महिना, माघ महिना, मङ्सिर महिना प्रगतिका योगहरू छन्, तिनीहरूमा अगाडि बढ्दा राम्रो छ। र इन्टरटेनमेन्टको लागि, मनोरञ्जनको लागि, जस्तै कि कुनै पनि चलचित्र, फिल्म भन्या जस्ता चिजहरू भाद्र महिनाबाट पुष महिनासम्मको टाइम, भाद्रदेखि पुष महिनासम्म सकारात्मक देखा परेको छ। भाद्रदेखि पुष महिनासम्म यी चिजहरूमा सफलता हासिल हुनेछन्। कुण्डलीमा वर्ष लग्न कुण्डली र जगलग्न कुण्डली हामीले एनालाइसिस गर्दाखेरि यो वर्ष कुनै पनि ठुलो नराम्रो, नकारात्मक, अप्रिय घटनाहरूको सम्भावना कम देखिए तापनि विभिन्न खालका अप्स एन्ड डाउन्स, विभिन्न खालका देशमा टर्बुलेन्सेसका योगहरू देखा परेका छन्। सँगसँगै दुर्घटनाका योगहरू त त्यसै पनि हरेक वर्ष भइ नै रहन्छन्। 83 सालमा फाल्गुन महिना अलिकति टेक केयर गर्नुपर्नेछ। यो फागुन महिना केही सानातिना दुर्घटनाहरू, केही सानातिना फ्लक्चुएसन्सहरू, केही जस्तै कि हवाई यात्रा गर्दाखेरि विशेष ध्यान दिनु पर्ला। फागुन महिना अलिकति टेक केयर गरेर अगाडि बढ्नु पर्ला। यी चिजहरू फागुन महिना अलिकति हाम्रो लागि भयजन्य छ। त्यो कारणले गर्दाखेरि फागुनलाई हामीले विशेष टेक केयर गरौँ। अरू महिनाहरू हाम्रो कुण्डली हेर्दा अथवा चाहिँ नि यो वर्षको इन्टायर प्रेडिक्सन हेर्दा सकारात्मक देखिएको छ। स्पोर्ट्समा, इन्टरटेनमेन्टमा, पोलिटिक्समा पनि सकारात्मक नै छ। राजा बृहस्पति र मन्त्री मङ्गलको कम्बिनेसन छ। केही भाव वृद्धिहरू देखा परेका छन्। केही चिजहरू सकारात्मक छन् भने केही चिजहरू नकारात्मक छन्। र यो रहेको थियो 2083 सालको सामान्य खालको एउटा मैले गरेको एनालाइसिस, एउटा प्रेडिक्सन ज्योतिषशास्त्रको आधारबाट।
अब यसमा अलिकति सकारात्मक बनाउनको लागि 2083 सालमा हामीले आफैलाई बेटर गर्नको लागि सकारात्मकता वृद्धि गर्नको लागि के गर्नुपर्छ त भन्ने कुराहरू थोरै हामीले ध्यान दिउँ। विशेष गरेर 2083 साल हामीले चन्द्रमालाई राम्रो गर्नु जरुरी छ, चन्द्रमालाई बेटर गर्नु जरुरी छ। चन्द्रमालाई बेटर गर्नको लागि हरेक औँसी र पूर्णिमा तिथिको बेलामा हामी सबैजनाले शुद्ध रहने माछा मासु अन्डा लसुन प्याज नखाने। यो वर्ष एकादशी जतिवटा एकादशी पर्छन् हरेक एकादशीमा शुद्ध भेजिटेरियन रहने, माछा मासु नखाने, शुद्धता पालना गर्ने। यी कुराहरूलाई रेगुलर रूपमा पालना गर्दै गयौँ भने राम्रो हुनेछ। यसो महिनामा 2-4 दिन पञ्चामृत दुध दही घिउ मह चिनी राखेर पञ्चामृत सेवन गर्न पनि सक्नुहुन्छ। यसले पनि तपाईँलाई सकारात्मक गराउनेछ। अरू सम्पूर्ण कुराहरू राम्रो छ, केही नराम्रो कुराहरूबाट बचौँ, सावधान रहौँ र बीचबीचमा म अरू थुप्रै खालका अपडेटहरू पनि दिन्छु। यो नै थियो 2083 सालको वार्षिक भविष्यवाणी। बिस्तारै मार्गदर्शनमा हामी अरू विभिन्न खालका अपडेट्सहरू पनि तपाईँहरू समक्ष प्रेजेन्ट गर्ने नै छौँ। अब भने म रेगुलरली मार्गदर्शन तपाईँहरूले मन पराएकै च्यानलमा भिडियोजहरू अपडेट गर्ने नै छु। आजलाई भने यो प्रेडिक्सन तपाईँहरू समक्ष राख्नलाई यो भिडियो प्रस्तुत गरेँ। मार्गदर्शन सब्सक्राइब गर्दै गर्नुहोला। अहिले भने म लगायत हामी सबैजना टिमलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्ते। Title sponsor Xavier International Educational Consultancy Private Limited. The future begins here. जीवनमा सही निर्णय लिनु सबैभन्दा ठूलो चुनौती हो। विशेष गरी वैदेशिक अध्ययनको सपना देख्दा कुन देश रोज्ने, कुन कोर्स उपयुक्त हुन्छ अनि भिजा प्रक्रिया कसरी अघि बढाउने, यिनै प्रश्नहरूको उत्तर खोज्दै हुनुहुन्छ भने जेभियर इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी तपाईको विश्वासिलो साथी हो। वर्षौंको अनुभव, प्रोफेसनल काउन्सिलिङ र इमानदार मार्गदर्शन सहित जेभियरले तपाईको भविष्यलाई सही दिशामा डोर्याउँदछ। अस्ट्रेलिया, क्यानाडा, युके, जापान वा युरोप, तपाईको लक्ष्य जे भए पनि सही योजना जेभियरसँगै बनाऊ। यो केवल परामर्श होइन, यो हो तपाईको सपनातर्फको मार्गदर्शन। आजै सम्पर्क गर्नुहोस् जेभियर इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी, किनकि सही निर्णयले भविष्य बदल्दछ। Beauty and grooming partner NJS, the Beauty Point Unisex Saloon and Academy with Makeup by Janu. Official YouTube channel Margadarshan, Official photoshoot partner Utsav Studio. Supported by www.grahagochar.com Pashupati Eye Care Center, Ghoraidan. Contact 9843 008804.